यो एनईबीले 2082 सालमा सोधेको क्वेसन छ y इक्वल टु mx प्लस c टच द प्याराबोला y स्क्वायर इक्वल टु 4x कमेन्ट अन द रिलेसन अफ a c एन्ड m आफ्टर क्यालकुलेसन भनेको छ। यसको हामी सोलुसन गर्दैछौँ। अब यहाँनिर कुरा के छ भने एउटा प्याराबोला छ, प्याराबोलाको इक्वेसन चाहिँ y स्क्वायर इक्वल टु 4x छ। यो प्याराबोला भयो। त्यसपछि एउटा लाइन छ y इक्वल टु mx प्लस c, त्यसले चाहिँ यो प्याराबोलालाई टच गर्छ भनेको छ। त्यसो भए यहाँ एउटा लाइन छ y इक्वल टु mx प्लस c र यो लाइनले चाहिँ यो प्याराबोलालाई टच गर्छ भने अब यसमा हामीले ac र m को चाहिँ रिलेसन खोज्नु पर्नेछ क्यालकुलेसनबाट। त्यसको लागि सबभन्दा सुरुमा हामी प्याराबोला लियौँ। y स्क्वायर इक्वल टु 4ax भन्ने प्याराबोला छ, यसलाई इक्वेसन नम्बर 1 भनौँ। त्यसैगरी लाइन छ y इक्वल टु mx प्लस c, यसलाई इक्वेसन नम्बर 2 भनौँ। अब यो दुईटाको चाहिँ यो प्याराबोला र लाइन चाहिँ जब टच गर्छ एक ठाउँ मात्रै टच गर्छ भने ट्यान्जेन्ट हुन्छ। अनि टच मात्रै एक ठाउँमा मात्रै टच गर्ने भनेपछि त्यसमा चाहिँ क्वाड्रेटिक इक्वेसनमा जस्तै ax स्क्वायर प्लस bx प्लस c इक्वल टु 0 चाहिँ क्वाड्रेटिक इक्वेसन भयो। अब क्वाड्रेटिक इक्वेसन यो दुईटालाई हामीले क्वाड्रेटिक इक्वेसनमा चेन्ज गरिसकेपछि त्यसको रुट्सहरू चाहिँ एउटा मात्रै हुनु पर्यो, किनभने एक ठाउँ मात्रै काट्नको लागि चाहिँ रुट्सहरू एउटै मात्रै हुनु पर्यो। त्यसको लागि चाहिँ b स्क्वायर माइनस 4ac इक्वल टु 0 गर्नुपर्छ र त्यति गरिसकेपछि अनि यहाँबाट केही रिलेसनहरू निस्किन्छ। अब कुरो के हो भन्दाखेरि यो प्याराबोला र यो लाइन चाहिँ एक ठाउँमा मात्रै काटिन्छ भनेपछि हामीलाई यो इन्टरसेक्टिङ पोइन्ट निकाल्नु पर्यो। यो इन्टरसेक्टिङ पोइन्ट निकाल्नको लागि यो दुईटा इक्वेसनलाई सोल्भ गर्ने हो। अब सोल्भ गर्ने सजिलो कुरा के छ भन्दाखेरि इक्वेसन 2 को भ्यालुलाई इक्वेसन 2 मा जुन y को भ्यालु छ त्यसलाई लगेर 1 मा हाल्दिने। त्यसो भए फ्रम 1 गरौँ। 1 मा हामीसँग y स्क्वायर इक्वल टु 4ax छ, अनि y को ठाउँमा हामी mx प्लस c लेख्न पाउँछौँ 2 बाट। mx प्लस c को यो होल स्क्वायर भयो इक्वल टु उतापट्टि हामीसँग 4ax छ। अब यसलाई a प्लस b को होल स्क्वायर गर्दा a स्क्वायर प्लस 2ab प्लस यो b स्क्वायर भयो, उतापट्टि हामीसँग 4ax छ। र अब यो इक्वेसनलाई चाहिँ हामी यसरी क्वाड्रेटिक फर्ममा चेन्ज गर्दैछौँ। क्वाड्रेटिक फर्ममा चेन्ज गर्नको लागि x स्क्वायरलाई सुरुमा लेखौँ, m स्क्वायर x स्क्वायर भयो प्लस x वाला टर्म यहाँ दुईटा छ, दुईटैबाट x लाई हामीले कमन लियौँ भने के बाँकी रहन्छ 2cm माइनस यसमा 4a बाँकी रहन्छ अनि प्लस c स्क्वायर इक्वल टु 0 हुने भयो। अब यति गरिसकेपछि यो इक्वेसन चाहिँ यो क्वाड्रेटिक इक्वेसन भयो। अब क्वाड्रेटिक इक्वेसन भइसकेपछि क्वाड्रेटिक इक्वेसनको रुट्स चाहिँ एउटै मात्रै हुनको लागि यो b स्क्वायर माइनस 4ac इक्वल टु 0 गर्नुपर्छ। त्यसो भएदेखि अब यसबाट हामीले a b र c निकालौँ, विच इज यो क्वाड्रेटिक इक्वेसन भयो, विच इज क्वाड्रेटिक इन x मा चाहिँ यो क्वाड्रेटिक छ। अब x मा क्वाड्रेटिक छ भने यसलाई कम्पेयर गरौँ क्वाड्रेटिक इक्वेसनको जेनरल इक्वेसनसँग। त्यसो भए कम्पेरिङ विथ ax स्क्वायर प्लस bx प्लस c इक्वल टु 0 सँग यसलाई हामीले कम्पेयर गऱ्यौँ भने यसमा a को भ्यालु हामी माथि m स्क्वायर देख्छौँ, b को भ्यालु यहाँ माथि हामी 2cm माइनस 4a देख्छौँ र यो c को भ्यालु हामी माथि c स्क्वायर देख्छौँ। अब यो प्याराबोला र लाइन चाहिँ टच गर्छ भनेदेखि यसको एन्सर चाहिँ एउटा मात्रै आउनुपर्छ, मतलब रुट्स चाहिँ यसको एउटा मात्रै हुनुपर्छ। अनि एउटै मात्रै रुट हुनको लागि कन्डिसन चाहिँ यो b स्क्वायर माइनस 4ac इक्वल टु 0 हो। त्यो कन्डिसनलाई यसमा एप्लाई गरौँ। फर इक्वल रुट्स भनौँ। अब यहाँ फर इक्वल रुट्स दुईटा रुट्सहरू इक्वल हुनको लागि b स्क्वायर माइनस 4ac इक्वल टु 0 गर्नु पर्यो। त्यसको लागि b को भ्यालु हामी यहाँ राख्छौँ 2cm माइनस 4a, यसको यो होल स्क्वायर भयो माइनस 4 को 4 मल्टिप्लाइड बाई a को ठाउँमा हामीसँग यहाँ m स्क्वायर छ मल्टिप्लाइड बाई र यो c को ठाउँमा हामीसँग यहाँ c स्क्वायर छ इक्वल टु उतापट्टि 0 भयो। और अब यसलाई फेरि यसको ब्र्याकेट ओपन गरौँ। ब्र्याकेट ओपन गर्दा a माइनस b को होल स्क्वायर लगाउँदा a स्क्वायर माइनस यसलाई 2ab गर्दाखेरि 16acm हुन्छ अनि प्लस b स्क्वायर गर्दाखेरि 16a स्क्वायर हुन्छ र त्यसैगरी यतापट्टि माइनस 4
सी स्क्वायर एम स्क्वायर हुन्छ इक्वल टु पछि 0 छ। यति गरेपछि यो दुईटा क्यान्सल भयो अनि यसलाई उता लग्यो भनेदेखि 16ACM इक्वल्स टु 16A स्क्वायर लेख्न पाइयो। यति लेखेपछि 16 सँग 16 पनि क्यान्सल भयो, A सँग यहाँको स्क्वायर क्यान्सल हुन्छ र यति गरेपछि CM इज इक्वल टु A आउँछ। अब यति लेखिसकेपछि हामी यसबाट के भन्न सक्छौँ भने C इक्वल्स टु A/M भन्न सक्छौँ। र हाम्रो क्वेसन के थियो एकचोटि हेरौँ त। हाम्रो क्वेसनमा के थियो भन्दाखेरि कमेन्ट अन द रिलेसन अफ AC एन्ड M भनेको थियो। AC र M को हामीले रिलेसन निकाल्नुपर्ने थियो र त्यो AC र M को रिलेसन चाहिँ यहाँ निस्क्यो। C A र M AC M को रिलेसन यहाँ निस्क्यो। यो चाहिँ विच इज द रिक्वायर्ड रिलेसन भयो, विच इज द रिक्वायर्ड रिलेसन। अब यो क्वेसनबाट हामी टेन्जेन्टको इक्वेसन पनि लेख्न सक्छौँ। अनि द इक्वेसन अफ टेन्जेन्ट टच गर्ने प्याराबोला भनेको छ। प्याराबोलालाई एउटा लाइनले टच गर्यो भनेको छ नि त होइन। यहाँ प्याराबोला छ y स्क्वायर इक्वल टु 4ax अनि एउटा लाइन थियो हामीसँग क्वेसनमा, यो लाइन चाहिँ y इक्वल टु mx प्लस c थियो होइन। अनि यति गरिसकेपछि अब रिलेसन त यो भइहाल्यो, रिलेसन चाहिँ यो भइहाल्यो। अब यो रिलेसनबाट हामी यो टेन्जेन्टको इक्वेसन पनि बनाउन सक्छौँ। टेन्जेन्टको इक्वेसन भनेको चाहिँ y इक्वल टु mx प्लस c भनेको चाहिँ टेन्जेन्ट, y इक्वल टु mx प्लस c पुरै भनेको टेन्जेन्टको इक्वेसन भयो। तर c को भ्यालु के आयो त यहाँ, c इक्वल टु a/m आइसकेपछि y इक्वल टु mx प्लस a/m भयो। यो चाहिँ इक्वेसन अफ टेन्जेन्ट पनि यसरी प्रुभ हुन्छ।